के भयो तिमीलाई? के होइन, कहिले काहीँ तातो चिसो खाँदा अलि दाँत दुख्छ मेरो। अनि तिमीले कुनै दाँतको डाक्टरलाई देखायो त? छैन, देखाउनु पर्दैन, लङ्गो तेल हाल्छु भइहाल्छ। कहाँ यस्तो कुरामा हेलचेक्रे गरेर हुन्छ त? चाँडो भन्दा चाँडो देखाउनु पर्छ नि। होइन होइन, भइहाल्छ भइहाल्छ। के समस्या ल्याउनु होला? हेर्नु डाक्टर, यो गालाभरि सुनेर एकदमै गाह्रो भएको छ। यो पहिला दाँत दुखेको थियो, अहिले पुरै सुनेर कति भयो त सुनेको तपाईँले? सुनेको त डाक्टर साहब 1 हप्ता जति भयो, तर यो दाँत दुख्न थाले चाहिँ धेरै नै भयो। कति भयो होला अन्दाजी? कति भयो? दुख्न थाले त 1-2 महिना भयो डाक्टर। 1-2 महिना भइसक्यो। अनि दुखाइको लागि के गर्नुभयो त तपाईँले? दुखाइको लागि मैले एउटा फार्मेसीमा गएर दबाई ल्याएको थियो। यो दबाई खाएको थियो हजुर, तर एकछिनको बाद हुन्छ फेरि दुखाउँछ। अनि यो दुखाइको औषधि मात्र खाएर बस्नुभयो कि कुनै ठाउँ देखाउनु पनि भयो तपाईँले? पहिला एउटा नजिकैको एउटा घर नजिकै एउटा दन्त चिकित्सककोमा गएको थिएँ। हजुर। त्यहाँ सस्तो पनि हुन्छ भन्नुभयो, समय पनि एकदम कम लाग्छ भन्नुभयो। अनि धेरै सस्तो पनि थियो, त्यस कारणले म त्यहाँ गएको थिएँ, तर हेर्नु न जाती नै भएन। ल एकचोटि हेरौँ है त। तपाईको त्यो जुन चाहिँ किरा लागेको दाँत छ नि, त्यो वरिपरि सुन्नेको छ होइन, अनि इन्फेक्सन पनि यता बाहिरसम्म फैलिसकेको छ। एकचोटि एक्सरे लिउँ अनि त्यसपछि हेरौँ। मैले तपाईँको एक्सरे हेरेँ, त्यसमा चाहिँ तपाईँले पहिला जुन ठाउँमा उपचार गराउनु भएको छ नि, त्यसको प्रक्रिया मिलेको छैन रहेछ है, र त्यही ठाउँमा चाहिँ अहिले फेरि रिइन्फेक्सन भएर तपाईँको सबै पिपहरू जमेर मुख सुन्नेको। तपाईँले जुन ठाउँमा उपचार गराउनु भयो नि, त्यो दन्त चिकित्सकको एनएमसी नम्बर हेर्नुभयो तपाईँले? एनएमसी नम्बर? यो एनएमसी नम्बर भनेको चाहिँ के हो डाक्टर? कुनै पनि दन्त चिकित्सकले चाहिँ आफ्नो पढाइ सकिसकेपछि नेपाल मेडिकल काउन्सिल को लाइसेन्स एक्जाम दिनुपर्ने हुन्छ, र त्यो लाइसेन्स एक्जाम पास गरिसकेपछि मात्र उसले एनएमसी नम्बर प्राप्त गर्छ। र ठिकै छ, जे हुनु भइहाल्यो है। तपाईँको अब यो दाँतको समाधान भनेको चाहिँ फेरि पुनः जरादेखि उपचार गर्नु हो, र त्यसलाई चाहिँ हामी रिआरसिटी भन्छौँ। यो आरसिटी भनेको चाहिँ के हो डाक्टर? आरसिटी अथवा रुट क्यानल ट्रिटमेन्ट भनेको चाहिँ जरादेखि उपचार गर्नु हो है। यहाँ हेर्नुहोस् त, यो चाहिँ तपाईँको नर्मल दाँत भयो। यो दाँतभित्र चाहिँ रगत नली र नसाहरू हुन्छ। यसरी किराले खाँदै गर्दाखेरि चाहिँ यहाँबाट यो नसामा छुन्छ, र त्यसपछि तपाईँको दुखाइहरू हुन थाल्छ है। त्यसपछि बिस्तारै यो नसाहरू चाहिँ कुहिँदै जान्छ है, र कुहिँदै गर्दाखेरि चाहिँ यहाँनिर पिपहरू पनि जमेर मुखसुख सुन्ने, पिपहरू निस्किने हुन्छ है। यसैलाई चाहिँ हामीले आरसिटी ट्रिटमेन्ट गर्दाखेरि यो औजारहरू युज गरेर सबै भित्रको नसाहरू हामी निकाल्छौँ है, औषधिहरू हाल्छौँ, र पछि अन्तिममा सिमेन्टीहरू भरेर यसलाई कम्प्लिट गर्छौँ। यसैलाई नै हामीले रुट क्यानल ट्रिटमेन्ट अर्थात् जरादेखि उपचार गर्नु भन्छौँ। कस्तो छ त अहिले तपाईँलाई? अहिले त एकदम ठिक छ डाक्टर। ठिक छ, ल एकचोटि हेरौँ है त। गर्नुहोस् त। ठिक छ, तपाईँलाई दुखाइ त छैन नि अहिले? छैन सर है। अब टोक्न ओर्न केही अप्ठ्यारो छैन डाक्टर। हजुरकोमा आएर एकदम राहत मिलेको छ, अहिले केही पनि दुखाइ छैन, अहिले एकदम ठिक भएको छ। के तपाईँहरूले पनि आफ्नो दाँतको दुखाइ सामान्य मानेर हेलचेक्राइ गरिरहनु भएको छैन? तपाईँहरूले पनि आफ्नो दाँतको दुखाइ घरेलु उपचारबाट नै ठिक हुन्छ भन्ने सोच्नु त भएको छैन? तपाईँहरू पनि दन्त चिकित्सकको परामर्श बिना नै औषधि सेवन गरेर आफ्नो समस्याहरू समाधान हुन्छ भन्ने ठानी त राख्नु भएको छैन? यदि छ भने तपाईँहरू ठूलो भ्रममा हुनुहुन्छ, किनभने यस्ता पद्धतिहरूले तपाईँको दाँतको समस्यालाई क्षणिक राहत त मिल्ला, तर दीर्घकालीन रूपमा तपाईँको समस्या झनै जटिल हुन सक्छ। त्यसैले तपाईँहरूसँग पनि यस्तै समस्याहरू छन् भने तुरुन्तै नजिकैको दक्ष तथा एनएमसी लाइसेन्स प्राप्त दन्त चिकित्सकबाट चेक जाँच तथा परामर्श लिन नभुल्नुहोला। म त सचेत भएँ, अब सचेत पालो तपाईँहरूको।